नेपालले जित्छ पहिलो कुरो। दोस्रो भनेको आज यो रविको मात्रै जित होइन, मीना दिदीको पनि जित हो। कारण यदि मीना दिदी जस्तो सक्षम मान्छे नउठिदिएको भए चुनाव नहुन सक्थ्यो, हामीले बुझ्ने कुरा है। बालेन गएर उहाँ नउठिदिनु भएको भए चुनाव नहुन सक्थ्यो भन्ने खालका कुराहरू चाहिँ हामी सबैले बुझेका छौँ। मैले यहाँबाट कसैको मन दुखाउन चाहन्न, किनकि देश र जनताको लागि देशले जितेको छ। सुशीला आमाले एउटा महिला नेतृत्वले यो नेपाललाई हाँक्दै गर्दाखेरि आज जुन आमाको निर्णय आयो नि, आमालाई नेपाली आफ्ना सन्तानले दिएको जुन कोसेली आयो नि, त्यो कोसेलीको कुनै बयान भनेको राष्ट्रपाले पाएको यो मतप्रति तपाईँ खुसी हुनुहुन्छ? यस्तो छ, म त्यो भन्दै गर्दा फेरि विपक्षीको मन पनि कता कता त्यो हुन सक्छ। दुखाउनु परेन, अहिले जनताले दिएको मत, जनताले दिएको मतले परिवर्तन जनताले खोजेको थियो। परिवर्तन भित्रैबाट बाहिर सबैसँग सबैका पार्टी जिन्दाबाद, सबै व्यक्ति जिन्दाबाद जसरी भन्नुभएको थियो, त्यही हिसाबले नै अहिले धरती माताले यस्ता खालका युवाहरू चाहनु भएको छ। त्यसपछि त्यो धरती मातामा बस्ने सबै राम्रा मान्छेलाई यो युवाले समेट्छ। तपाईँले यो भन्दै गर्दाखेरि बाहिर बाहिर आएका मतदाताहरूलाई चाहिँ अझ भन्नुपर्दा उम्मेदवारहरूलाई मतदाता भनेर उम्मेदवारहरूलाई चाहिँ घरमा आउँदा ल भोट तपाईँलाई हाल्छु भनिदिनु भएछ, अन्तिममा चाहिँ गएर घन्टीमै हालिदिनु भएछ क्या? हजुरलाई थाहा छ नि त, नेपालीको मन दुखाउने बानी छैन नि त। तपाईँ हामी नेपाली हो नि त, हो कि भन्नुहोस् त, किन दुखाउने त? समयले के मागेको छ त्यो निर्णय गर्ने शक्ति नेपालीसँग छ। मैले जनता किन यति साह्रो रिसाएको थियो? मैले त रिसाएको देखिनँ। हिजो त्यत्रो भोटिङ गर्दा पनि कति हाँसेर गर्नुभएको थियो। आक्रोश त एक किसिममा घरमै श्रीमतीसँग त आउँछ, अब बाहिर त ठुलो कुरो भएन नि त। आक्रोश त अलिअलि त आइहाल्छ नि, बरु त्यो अलिअलि मान्छे हुन सक्छ। सबै तपाईँ जस्तो घरमा हुँदैन नि त, तपाईँ जस्तो शालीन, तपाईँ जस्तो मौन बस्ने सबै हुन्छ होला त, हुँदैन नि त त्यो किसिमले। फेरि यो चिजले म अर्को कुरा पनि भन्न चाहन्छु, आज अगाडि भोटिङ आउँदै गर्दा कसैलाई हस्किन आवश्यक छैन। नानाभाती सामाजिक सञ्जालमा आजैदेखिबाट तपाईँहरूदेखि लिएर जसको हातमा मिडियाको हातमा होस् या मोबाइल हातमा लिएर बसेको हुन्छ, हरेक मान्छेले आजदेखिबाट सुध्रिने काम गर्छु, आजदेखिबाट सत्य र तथ्य न्युजहरू राख्छु भन्ने खालको काम गर्न जरुरी छ है। मैले यहीँबाट पनि भने, किनकि आज सामाजिक सञ्जाल हेरेर मेरी आमालाई त थाहा छैन नि त कमल सरगमले के न्युज हाल्छ भन्ने होइन। अर्कोले कमल सरगमको बारेमा हालिदियो भने मेरी आमाले के सुन्छ, त्यो मान्छे त त्यस्तो थिएन। तर त्यो चिज विश्वास तपाईँहरूबाट नघटोस्।